हामीले विदेशमा काम गर्दै गर्दा गरिने 5 वटा फाइनान्शियल मिस्टेक्सको बारेमा यो भिडियो रहेको छ हैन। यसमा चाहिँ मेरो पनि अनुभव समावेश छ है। हामीले गर्ने पहिलो गल्ती रहेको छ बजेट नबनाउनु। हामीले प्रत्येक महिना कति आम्दानी गरिरहेछौँ र कति खर्च गरिरहेछौँ त्यसको हिसाब किताब हामी राख्दैनौँ। दोस्रो गल्ती रहेको छ अनावश्यक लाइफस्टाइल खर्च। जसमा चाहिँ हामीले महँगो ग्याजेट्सहरू किन्ने, महँगो क्लोथिङ ब्रान्डमा चाहिँ पैसा खनाउने, विविध पार्टीहरू गर्ने अनि सेभिङ चाहिँ जिरो। तेस्रो गल्ती रहेको छ इमर्जेन्सी फन्ड नबनाउनु। बीचमा तपाईको जागिर छुट्यो अथवा चाहिँ बिरामी हुनुभयो भने पैसाको आवश्यकता खड्किहाल्नु है। अनि नेपालमा पनि पैसा पठाउनै पर्यो। पैसा पठाउने भन्दाबित्तिकै एउटा एप्सको याद आयो। तपाईले पैसा पठाउँदा चाहिँ ट्याप ट्याप सेन्ड प्रयोग गर्न सक्नुहुन्छ। यसबाट पैसा पठाएको कुनै पनि शुल्क लाग्दैन र पहिलोचोटि तपाईले पैसा पठाउँदाखेरि 10 मनोज प्रोमो कोड युज गर्नुभयो भने बोनस पाउनुहुन्छ है त साथीहरु। यसरी पनि तपाईले सानो अमाउन्ट सेभ गर्न सक्नुहुन्छ। र चौथो गल्ती रहेको छ लगानी सुरु नगर्नु। पैसा बैंकमा राखेर मात्र भविष्य सुनिश्चित हुँदैन। र पाँचौं गल्ती रहेको छ फाइनान्शियल प्लान नबनाउनु। हामीले 5 वर्ष अथवा 10 वर्षको पिरियडमा आफू कहाँ पुग्ने भनेर स्पष्ट लक्ष्य नै नबनाउनु। यस्तै अरु के हुन सक्छ त तपाईहरुले कमेन्टमा पनि भन्न सक्नुहुन्छ है त साथीहरु। यो मेरो भोगाई र सिकाइ दुवै हो र यो भिडियो चाहिँ ट्याप ट्याप सेलले स्पोन्सर गरेको है त साथीहरु। थ्यांक यू भेरी मच।